सम्पूर्णमा नमस्कार। अब यही वैशाख 12 गतेदेखि एनइबी परीक्षा सञ्चालन हुँदैछ। अहिले शिक्षक महासङ्घको आन्दोलनका कारण शिक्षकहरू आफ्नो माग पूरा नभएसम्म विद्यालय नआउने कुरा हजुरहरूलाई अवगत नै छ। जब शिक्षायन जारी हुन्छ त्यसपछि मात्र शिक्षायन हातमा लिएर शिक्षकहरू विद्यालय आउने जानकारी छ। शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो माग पूरा नभएसम्म विद्यालय नआउने आन्दोलन गरिराख्ने भन्नुभएको छ। त्यो स्वाभाविक नै हो। तर हाम्रो यही वैशाख 12 गतेदेखि एसएलसी अर्थात् एनइबी परीक्षा हुँदैछ। त्यसका लागि अहिलेसम्म धेरै विद्यार्थीहरूलाई दुविधा सिर्जना भएको छ, अन्यल छ। विद्यार्थीहरू हाम्रो एनइबी परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्यल रहिरहेको छ। धैर्य अझैसम्म त्यस्तो कुनै जानकारी आएको छैन। तपाईहरू यही वैशाख 12 गतेदेखि नै एनइबी इक्जाम हुन्छ भन्नेमा निर्धक्क हुनुहोस्। कुनै रुटिन आयो भने पछि फेरि चेन्ज भयो भने म अर्को भिडियो बनाएर तपाईहरूलाई जानकारी गराउने नै छु। त्यसैको लागि अन्यल सिर्जना नहोस् विद्यार्थीहरूमा भनेर म यो भिडियो बनाएको छु। निर्धक्कका साथ यही वैशाख 12 गते एसएलसी परीक्षा दिनुहोला भन्ने मेरो शुभकामना छ। साथै भिडियोमा लाइक, कमेन्ट, सब्स्क्राइब गर्न अवश्य पनि नभुल्नु होला है। ल